हेलो एन्ड नमस्ते कोनिचिवा वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म हजुरहरूलाई अस्ति भनिरहेको थिएँ नि जेएफटी हाउ टु पास जेएफटी भनेको थिएँ नि, त्यसमा चाहिँ कुन कुन बुक पढ्ने भनेर चाहिँ आज हजुरलाई भनिदिन्छु। कसरी पढ्ने के गरी पढ्ने त्यो तरिकाहरू पनि सिक्नु होला। अनि त्यसपछि तपाईँहरू कुनै पनि कुराहरू मैले मिस्टेक गरेँ भने त्यसमा तपाईँहरूले कमेन्ट बक्समा पनि भनेर यो यस्तो भइदियो हुन्थ्यो भन्ने जस्तो भनिदिनु होला, म सुधार्ने कोसिस गर्नेछु। अनि जेएफटी पढ्न कुन कुन बुक चाहिन्छ अनि कतिको टाइम दिनुपर्छ भनेर चाहिँ अहिले म भनिदिन्छु है त। तपाईँहरूलाई चाहिँ म जेएफटी एन्ड जेएलपिटी कसैले त अब जेएफटी इजी हुन्छ नि त, अलिक जेएलपिटी भन्दा जेएफटी अलिक सजिलो हुन्छ नि त। अनि कसैले जेएफटी अथवा जेएलपिटी पढ्न चाहनुहुन्छ भने अथवा पढ्दै गर्नुभएको छ अथवा N5 पढ्दै गर्नुभएको छ भने हजुरहरूले चाहिँ जेएलपिटी पास गर्नुपर्ने, N4 लेभलको है जेएलपिटी पास गर्नुपर्ने अनि जेएफटी पास गर्नुपर्ने। कुन बुक पढ्ने भन्दा चाहिँ होइन, सर्वप्रथम त आफूलाई होइन बेसिक हिरागाना कातागाना खान्जी त अब खान्जी चाहिँ अब लास्टमा जान्छ नि त, हिरागाना कातागाना चाहिँ अभियसली नै आउनु नै पर्यो होइन। त्यसको लागि चाहिँ हिरागाना कातागाना सुरु गरेपछि हामीले चाहिँ N5 को बुक पढ्नुपर्छ। यो N5 भनेको चाहिँ जुन बेसिक यो स्टुडेन्ट भिजाको लागि पनि काम लाग्छ, वर्किङ SSW भिजाको लागि जानको लागि पनि काम लाग्छ। अनि हामीले यो बुक पढ्नको लागि चाहिँ सर मिनिङ चाहिँ यसमा चाहिँ N1 देखि N5 को होइन लेसन 1 देखि लेसन 25 सम्मको मिनिङ टु ग्रामर दुइटै छ होइन। हो हामीले चाहिँ यो बुक मजाले पढ्ने, अनि बुक मात्रै पढेर त्यसको मिनिङ चाहिँ मेन चाहिँ है मिनिङ फोकस गर्नुपर्छ। कुनै पनि एउटा शब्द पनि त्यो मिनिङमा जोडेर आएको हुन्छ कि, त्यही भएर मिनिङ चाहिँ एकदम मजाले पढ्ने। मिनिङ पढ्दा चाहिँ एकदम माइन्ड फ्रेस गरेर आफूले एकदम पढाइमा फोकस गरेर माइन्ड फ्रेस गरेर मिनिङ मजाले पढ्नु। यदि मिनिङ पढिसकेपछि तपाईँले मजाले बुझ्न सक्नुहुन्छ है। N5 भयो। N5 चाहिँ स्टुडेन्ट र वर्किङ भिजा दुइटैको लागि काम लाग्छ। अनि यहाँ सकेपछि अब कतिले स्टुडेन्ट भिजामा जानको लागि चाहिँ N5 मात्रै पढेर जानुहुन्छ भने कतिले N4 पनि पढेर जानुहुन्छ। तर SSW भिजामा जानको लागि चाहिँ जेएफटी पास गर्नको लागि चाहिँ N5 मात्रै पढेर पनि हुँदैन, अनि त्यसको लागि N4 पनि पढ्नुपर्छ है त। अनि N4 को बुक पढ्ने, N4 को बुकमा पनि लेसन 26 देखि लेसन 1 देखि लेसन 25 सम्म N5 मा हुन्छ भने लेसन 26 देखि लेसन 15 सम्म N4 मा हुन्छ। त्यसमा पनि मिनिङ सबै मिनिङहरू मजाले पढ्ने है त। यो कुनै पनि मिनिङहरू नछुटाइकन मजाले आफ्नो बेस कुनै पनि मिनिङहरू लेसन 26 देखिबाट तपाईँले होइन लेसन 26 देखिबाट 15 सम्म पढ्नुभयो भने मिनिङहरू मजाले पढ्नुभयो भने जेएफटी सजिलै पास गर्न सक्नुहुन्छ। मिनिङ पढ्ने अनि तपाईँहरूलाई अब सबैजना भन्नुहुन्छ नि त इरोदोरी मारुको त कहाँ आउँछ इरोदोरी मारुको त कहाँ आउँछ भन्ने हुन्छ नि त होइन। तर इरोदोरी मारुको त पढ्नुपर्छ भन्ने नै छैन है। मैले चाहिँ N5 र N4 पढेर नै जेएफटी मजाले पास गरेको हो। त्यही भएर N5 र N4 लाई एकदम फोकस गर्नु अनि मजाले मिनिङहरू पढ्नु। मिनिङहरू पढेपछि त्यो कुराहरूलाई पनि लेख्नु के, 1-2चोटि 3-4चोटि हुन्छ, कतिचोटि आउँदैन होइन। आज लेसन 1 पढ्नु भएको छ भने भोलि लेसन 2 स्टार्ट गर्नु, तर लेसन 1 लाई पनि फेरि रिभ्यू गर्नु। त्यो गऱ्यो भने त बिर्सिँदैन नि त। अनि हो त्यसरी पढ्नु। अनि मान्छेले भन्छन् ए जेएफटी कटाउनुको लागि त खान्जी आवश्यक पर्दैन भनेर भन्नुहुन्छ नि त, तर त्यो होइन। खान्जी अभियसली नै आवश्यक पर्छ, तर खान्जी कति पढ्ने भन्ने कुरामा भर पर्छ होइन। यदि तपाईँ स्टुडेन्ट भिजामा हुनुहुन्छ भने त बेसिक 120वटा खान्जी पढे पनि हुन्छ। यदि तपाईँ वर्किङ भिजामा हुनुहुन्छ भने चाहिँ कम्तीमा पनि तपाईँले 300वटा खान्जी चाहिँ मजाले जान्नुपर्छ। 300 देखि 600 सम्म चाहिँ खान्जी मजाले जान्नुपर्छ है त। अनि खान्जी पनि तपाईँहरूले पढ्दाखेरि चाहिँ मजाले एकदम प्र्याक्टिस गरेको जसरी सुरुमा तपाईँले हिरागाना कातागानालाई फोकस गर्नुहुन्छ नि, कहगाना आएर जसरी हामीले एलकेजी नर्सरीमा जाँदाखेरि कहगालाई कति धेरै फोकस गर्छौँ होइन, त्यसरी नै नयाँ क्लास हो होइन। हामी जुन यो जापानिज पढ्नु भनेको चाहिँ एउटा 0 लेभलमा गएर पढ्नु जस्तै हो कि, नर्सरी गएर पढ्नु जस्तै हो, अर्काको ल्याङ्ग्वेज होइन। त्यही भएर कहगदेखिबाटै सुरु गर्नुपर्ने। जसरी तपाईँले कहगालाई एकदम फोकस गरेर गोलो गोलो अन्डा गर्दै सिक्नुहुन्छ नि, त्यसरी नै खान्जीलाई पनि एकदम धेरै फोकस गर्नु। तपाईँको जस हिरागानामा लेखेको कुराहरू होइन त्यसलाई सर्टकटमा लेख्नको लागि नै खान्जीको उपयोग गरिन्छ होइन। जुन चाहिँ त्यो खान्जीको उपयोग जुन चाहिँ सानो हिरागानामा नलेखेका कुराहरूलाई चाहिँ खान्जीमा प्रयोग गरिन्छ भने तपाईँले खान्जीमा मजाले पढ्न सक्नुभयो भने त त्यत्रो हिरागाना पढिरहनु पर्दैन नि त। त्यही भएर खान्जी पनि एकदम इम्पोर्टेन्ट छ। तर जस
जेएफटीमा त त्यस्तो धेरै हार्ड खान्जी त आउँदैन होइन, जस्तो सामान्य खालको खान्जीहरू आउँछ होइन। तर त्यो खान्जीहरू पनि जति प्र्याक्टिस गर्दै गएपछि हामीले जापान गइसकेपछि हामी यान 4 लेभलमा बस्छौँ भन्ने त हुँदैन नि त। पछि यान 3 पढ्नुपर्छ, यान 2 पढ्नुपर्छ। अनि त्यही भएर खान्जीलाई पनि एकदम फोकस गरौँ, एकदम धेरै मिहिनेत गरौँ, अनि एकदम धेरै प्र्याक्टिस गरे गरौँ, अनि त्यसरी नै खान्जी सकिन्छ। अनि अब तपाईँहरू चाहिँ केमा जान लाउनु भएको छ होइन, एसएसडब्ल्यूको पनि कुन फिल्डमा जान लाउनु भएको छ, खाइगो, फुड सर्भिस, अब बिल्डिङहरू कुनमा जान लाउनु भएको छ, त्यसमा पनि त्यही सँगैको पास गर्नुपर्छ। म चाहिँ आफूले खाइगो पास गरेको भएर, अनि खाइगोको एउटा बुक पाइन्छ होइन। अब फुड सर्भिसको पनि पर्सनल बुक हुन्छ होइन, खाइगोको पनि एउटा बुक हुन्छ जुन चाहिँ नर्सिङ केयर निर्दिष्ट सिप भन्ने है, यो बुक पाइन्छ। तपाईँहरूले यो बुक चाहिँ कन्सल्टेन्सीमै गएर किन्नुपर्छ भन्ने पनि छैन है। तपाईँले गुगलमा गएर जे खाइगो सम्बन्धीको नर्सिङ बुक भनेर खोज्नुभयो भने, अब होइन आफूले सर्च गरेर खाइगोको बुक खोज्नुभयो भने यो यसको पिडिएफै पाइन्छ कि, पिडिएफ पाएर आफूले फोटोकपी गरेर निकाल्न सक्नुहुन्छ। मैले पनि त्यसरी निकालेको हो, जुन चाहिँ यो बुक मजाले त्यहाँबाट पाइन्छ, मिनिङहरू शुद्ध छ। यसमा आउने भनेको, खाइगोमा आउने भनेको चाहिँ यही सम्बन्धीको मिनिङहरू सोधेर आउने हो। त्यस्तो खासै हार्ड हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन जेएफटी कटाउन अनि खाइगो कटाउन। अब फुड सर्भिसको सम्बन्धी चाहिँ अलि मलाई नलेज थाहा छैन। अनि रोक्दिनँ त अब मैले खाइगो पास गर्नको लागि चाहिँ यति नै बुक पढेर होइन, अब जेएफटी प्लस खाइगो पास गरेको हो। हजुरहरूलाई पनि होइन जेएफटी सजिलै पास गर्नु छ भने चाहिँ मिनिङ एकदम मजाले पढ्नु, अनि युट्युबको भिडियोहरू पनि हुन्छ नि, जुन अब युट्युबको क्वेसनहरू दिइरहेको हुन्छ नि त, कन्भर्सेसनहरू, लिसनिङहरू, त्यो चाहिँ मजाले सुन्ने के। अब हामीले होइन अन्तबाट पढे पनि हुन्छ होइन, आफैले अब कन्सल्टेन्सीमा गयो भने त सरहरूले सिकाइहाल्नुहुन्छ, सेन्सेहरूले सिकाइहाल्नुहुन्छ, त्यो पनि गरे भयो होइन। यदि कन्सल्टेन्सीमा गएर फिजिकल क्लास लिन सक्नुहुन्न भने त अनलाइनबाट मजाले पास गर्न सकिन्छ। तपाईँ घरमा पनि मजाले युट्युबहरूबाट क्वेसनहरू खोज्ने, अनि युट्युबहरूबाटै प्र्याक्टिस गरेको गर्ने, त्यो गर्नुभयो भने चाहिँ तपाईँले मजाले प्र्याक्टिस गर्न सक्नुहुन्छ, तपाईँले मजाले जेएफटी पास गर्न सक्नुहुन्छ है। मैले पनि त्यसरी नै जेएफटी पास गरेको हो। अनि यदि कुनै कुराहरू सोध्न मन लाग्यो भने मलाई कमेन्ट गरेर कमेन्ट बक्समा पनि सोध्न सक्नुहुन्छ। अनि कुनै कुराहरू मैले भनेको कुराहरूमा मिस्टेक छ भने हजुरहरूले यो भन्दा चाहिँ अझै बेटर हुन्थ्यो कि भनेर मलाई सिकाइदिन पनि सक्नुहुन्छ। कुनै कुराहरू मबाट भुल चक्कर छ भने गोमेन्ना साई नारा